Making scramble egg for the first time. आज चाहिँ मैले scramble egg बनाएको छु 2टा अन्डा लिएर अनि यसमा थोरै सल्ट हालेर यसलाई मजाले घोल्ने ग्यास अन गरेर मैले प्यान बसालेँ अनि त्यसपछि यहाँ मैले तेल नताती हाल्दैछु अनि फेरि तेल तातेपछि हालेँ अनि मैले यहाँ मिस्टेक गरेँ जस्तो लाग्यो मलाई फर्स्ट टाइम ट्राई गर्दैछु सो नो आइडिया यदि हजुरहरूलाई आउँछ भने कमेन्ट गरिदिनु होला कसरी बनाउने भनेर अनि मेरो यो के मिस्टेक भएको छ पनि कमेन्ट गर्नु होला अनि मैले चाहिँ यहाँ अब यसरी राउन्ड गर्नु पर्ने थियो मैले खै के गरेँ यो बिस्तारै गर्दैछु तर राउन्डै भइरहेको थिएन यहाँनिर त्यही भएर मैले चाहिँ यस्तो जति सक्दो गर्न कोसिस गर्दैछु मैले चाहिँ यसको भिडियोहरू हेर्दाखेरि सजिलो हुन्छ जस्तो लागेको थियो तर बनाउँदाखेरि चाहिँ अलिकति ट्रिकी नै रहेछ अलिकति गाह्रै लाग्यो मलाई चाहिँ नेक्स्ट टाइम चाहिँ पर्फेक्ट हुन्छ स्क्रैम्बल एग चाहिँ हजुरले रेड गर्नु होला सो मेरो स्क्रैम्बल एग चाहिँ रेडी भएको छ यो म ट्राई गर्छु है त म चाहिँ यहाँ ट्राई गर्न गइरहेको छु स्वाद आउँदैछ मिठो लाग्यो मलाई चाहिँ म चाहिँ 5 आउट अफ 3 दिन चाहन्छु हजुरहरू पनि रेट गर्नु होला कमेन्ट डाउन बिलो थ्याङ्क यू